नमस्ते। म 12 वर्षदेखि कान नसुन्ने भएको रमाउने पढ्ने जस्तो कान बन्नु हुँदा पढाइ पनि छुट्नु पऱ्यो बिचमा। अब दुवै कान नसुन्ने भएपछि अब त काम पाउनु पनि गाह्रो छ, कस्तो काम दिन्छ र। आजकल त अलि डिपर गरेर आएको छ, त्यही पनि धेरै पैसा आउनुपर्छ। मान्छे कति गाली गर्छन्, कति नराम्रो भन्छन्, सब भइसकेको छु। उनीहरू त पैसा पनि दिँदैन, धेरै गाह्रो हुन्छ। अनि युट्युबतिर भिडियो हाल्छु, कमाउँछु भन्ने सोच पनि आउँछ फेरि कहिले काहीँ। अनि अब आफूलाई भिडियो एडिट गर्न पनि आउँदैन, अब के भनौँ, भ्लग बनाउने आशामा पनि त्यो म बिस्तारै सोच्छु। जसले मेरो भिडियो भेट्नु भएको छ सब्सक्राइब गरिदिनु भयो, अनि सरसल्लाह दिनुहोस् म के गरौँ, म कसरी अगाडि बढ्न सक्छु। अनि म यो काम चाहिँ सुन्दैन, भ्लग बनाऊँ भने भ्लग बनाउँ त भिडियो एडिट गर्न आउँदैन। त्यही पनि म कोसिस गर्छु भ्लग बनाउनु, अनि हाँसो मजाको भिडियो ल्याउन। मलाई साथ गर्नुहोस् न प्लिज।